हामीले त्यसै आक्रमण गर्न खोजेको हुम्लाका मान्छेहरूलाई हेप्न चेप्न खोजेको चाहिँ होइन। त्यो लामपाटामा हाम्रो गाउँका मान्छेहरूको, हाम्रो पालिकाका मान्छेहरूको बस्ती छ, उहाँहरूको लालपूर्जा छ। बाजुरा जिल्लाको साबिक बिछ्या गाविस वडा नम्बर 1 लामपाटा भन्ने ठाउँमा चाहिँ जनजातिहरूको बस्ती छ। त्यहाँ त्यो ठाउँ चाहिँ आफ्नो हो भनेर उहाँहरूले चाहिँ अहिले रोक्ने प्रयास गर्छ। अब यहाँ एउटा महत्त्वपूर्ण कुरा छ तपाईहरु बिछ्यावासी सबै दाजुभाइ दिदीबहिनीहरूका लागि मैले तपाईहरुलाई अनुरोध गरे, यो बाटो ल्याउनका लागि पनि हुम्लाका मान्छेहरूले हामीले धेरै ठूलो अनुरोध गर्यौं। यो बाटो उहाँहरूले सहयोग गर्नुभयो। हामी चाँदाकोट गाउँपालिकालाई धन्यवाद दिन चाहन्छौं। अहिले फेरि हुम्ला जिल्लाको 5वटा गाउँपालिकाका अध्यक्षज्यूहरूले सिग्नेचर गरेर नामखा गाउँपालिका, सिमीकोट गाउँपालिका, खारपुनाथ गाउँपालिका, ताजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका अध्यक्षज्यूहरूले सिग्नेचर गरेर रानीसेन चाहिँ हुम्ला जिल्लामा पर्दछ, हाम्रो कार्यक्षेत्रभित्र पर्दछ, त्यहाँ चाहिँ प्रहरी चौकी निर्माण गरेर विकास गर्नु हुँदैन। बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले त्यहाँ बाटो घाटो बनाउने र चौकी स्थापना गर्ने काम गरेको छ, त्यो रोकिपाऊँ भनेर माननीय सम्माननीय प्रधानमन्त्रीज्यू कहाँ पुग्ने गरी हुम्लाको सिडिओ मार्फत चाहिँ ज्ञापन पत्र पठाउनु भएको छ। जीवनसाईले पनि त्यसलाई एउटा फेसबुकमा ट्याग गरेर त्यो चाहिँ हाम्रो हो भन्ने खालको समन्वय गरेर त्यसलाई छलफल गर्नुपर्छ भन्ने खालको कुरा गर्नुभएको छ। यो कुरा तपाईहरु बिछ्याका सबै दाजुभाइले पनि उठाउनुपर्छ। मैले आज अमिन र एकजना ओभरसेयर चाहिँ लामपाटामा हुनुहुन्छ, मैले अमिन पठाएको छु, यहाँको सबै नक्सा लिएर। ती कसैले फेसबुकमा एउटा ज्ञापन पत्र चढाएको भरमा भन्दा पनि हाम्रो प्रमाणपत्र के हो त? गुगलमा सबै ठाउँमा सर्च गर्दाखेरि ओइल बाजुराले पुरै त्यसको एउटा भिडियो बनाएको छ। यो सबै ठाउँमा हेर्दा बाजुराको पर्छ। हामीले त्यसै आक्रमण गर्दै हुनुहुन्छ। हामीले प्रदेशबाट 40 लाख रुपैयाँ प्रदेशको मुख्यमन्त्री माननीय नरेश साई हामीहरू लागेर त्यो बजेटको व्यवस्थापन गरेर त्यो अहिले प्रहरी चौकी निर्माण हुँदैछ। त्यहाँ सकेसम्म सशस्त्र प्रहरी बल क्याम्प चाहिँ राख्ने कुरा हो। त्यसका लागि उहाँहरूले चाहिँ हुम्लाका मान्छेहरूले यो हामी भित्र पर्छ भन्ने खालको कुरा गरिराख्नु भएको छ। त्यो सायद हामी सबै प्रमाणहरू जुटाएर यदि उहाँहरूको क्षेत्रभित्र पर्छ भने हुम्लाले नै विकास गरोस्, तर छिटो गरोस्। रानीसेन हामीले बनाएको हो, हुम्लाका जनप्रतिनिधिले आवाज उठाएको होइन। हुम्लाका मान्छेहरूको भेडा चराउने ठाउँ हो। रानीसेन पर्यटकीय क्षेत्र हाम्रो पहलबाट बनेको, हामी त्यसको विकास भएको देख्न चाहन्छौं। आज सगरमाथा जस्तो बनाउन चाहन्छौं, बडीमालिका जस्तो बनाउन चाहन्छौं, खप्तर राष्ट्रिय निकुञ्ज खप्तर जस्तो पर्यटकीय क्षेत्र बनाउन चाहन्छौं। हामी पोखराको फेवाताल जस्तो बनाउन चाहन्छौं रानीसेनलाई। आज यो हिमाली गाउँपालिका बाजुरा जिल्लाभरिका मान्छेको आर्थिक उन्नति गर्ने, रोजगारीको अवसर सृजना गर्ने, साथसाथै हुम्ली जनताको पनि आर्थिक उन्नति गर्ने, आय आर्जन गर्ने बाटो बनोस् भनेर चाहन्छौं। त्यो भेडा चराउने र चौडी चराउने एउटा पाटनको रूपमा सीमित नहोस् भनेर हामीले पहल गरेका हौं। आज उहाँहरूले त्यो रोक्ने कामको गर्नु भएको छ, त्यो खेदजनक छ। उहाँहरूले विकास गर्नुपर्छ त्यसको। म हुम्लाका सबै जनप्रतिनिधिलाई अनुरोध गर्न चाहन्छु, त्यो हुम्लाकै हो भने हुम्लाबाट होस् विकास त्यसको, तर रानीसेन पर्यटकीय क्षेत्र बन्नुपर्छ, राष्ट्रिय रूपमा चाहिँ त्यसको विकास हुनुपर्छ। हामी त्यो चाहन्छौं। कर कसले उठाउने त्यो ठूलो कुरा होइन। आज कुनै पनि पर्यटक त्यहाँ जान चाहदैन। बाजुराका जनप्रतिनिधि कुटिन्छन्, पिटिन्छन्, मरणान्त अवस्थामा फालिन्छन्, अनि ती मान्छेले आज विरोध गरेका छन्। भोलि हामी सम्बन्धित निकायमा भन्नेछौँ। तपाईहरु बिछ्याका सबै यो क्षेत्रमा पर्ने नजिकको मान्छे भएको हुनाले त्यो विषयमा यहाँहरू सबैजना लाग्न मैले अनुरोध गरेँ। पानी पनि आउला जस्तो छ। त्यसपछि यहाँहरूले कसैले कुरा उठाउनु भएन। यो भेडा पालन भन्ने महत्त्वपूर्ण कुरा छ यहाँको। अघि एकजना कसले यहाँ कुरा उठाउनु भएको थियो यो फलफुलको बारेमा, यो खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम। त्यस्तै यो अहिले भेडा पालनको कार्यक्रम हामीले धेरै ठूलो भेडा पालन हबको रूपमा चाहिँ सिर्जना गर्दैछौं।
तपाईहरुले ब्याज तिर्नु पर्दैन, तपाईहरुले बिमा बनाउनु पर्दैन, तर कृषि विकास बैंकबाट ऋण लिनुपर्छ। तपाईहरु जति भेडा पाल्नुहुन्छ, एकजनाले 1000 भेडा पाल्नुहुन्छ भने तपाईहरुले त्यो 1000 भेडा किन्ने पैसा चाहिँ कृषि विकास बैंकले लोन दिने व्यवस्था गरेका छन्। यो जेठ भित्र नै हुँदैछ। प्रदेशको माननीय मन्त्रीहरू आउनुहुन्छ, प्रदेशको सचिव आउँदैछन्। अस्ति भर्खरै मात्रै नरेश साईको टिम आयो, एउटा कृषि विकास बैंकको सीईओ समेत धुलाचौरसम्म आएर जानुभएको छ। यो भेडाको ऊन किन्ने, मासु किन्ने, भेडाको दिशा किन्ने सबै लिने मान्छे हामीले बनाएका छौँ। र तपाईहरु भेडा पाल्न चाहनुहुन्छ, व्यवसाय गर्न चाहनुहुन्छ भने यसको व्यवस्था हामी गर्नेछौँ। यहाँहरू सबैजना लाग्नुहोला भन्ने कुरा यहाँहरूको माझमा राख्दै यो कार्यक्रम प्रत्येक वर्ष सबै जनताका अगाडि प्रत्यक्ष रूपमा प्रसारण गर्ने, यो कार्यक्रम सञ्चालन गर्ने, आयोजना गर्ने काम, सहजीकरण गर्ने काम चाहिँ रेडियो बुढीनन्दा र रेडियो अपीले गरेको छ। यसको लागि रेडियो बुढीनन्दा, रेडियो अपीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँहरू सबैजना उपस्थित भइदिनु भयो। तपाईका कुरा राख्नुभयो, हाम्रा कुरा सुन्नुभयो। भोलिका दिनमा हामी पदमा रहे पनि नरहे पनि तपाईहरु सँगै रहने, यो ठाउँको विकासका लागि सधैँ क्रियाशील रहने कुरा यहाँहरूको माझमा प्रतिबद्धता व्यक्त गर्दै यहाँहरू सबै उपस्थित महानुभाव जतिजना हुनुहुन्छ यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम यही समापन भएको जानकारी गराउँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार।